अस्ति भर्खरै होइन हामी चुनावमा गएको साथी हो। घर घरमा हामीले कुनै घर छोड्यौँ हात जोड्न, साष्टाङ्ग दण्डवत समेत गर्यौँ, हामीले ढोग्यौँ, हात जोड्यौँ, नमस्कार गर्यौँ। मलाई एउटा भोट पाए त मलाई केही पनि चाहिँदैन भन्यौँ। हामी गिडगिडायौँ, हामीले हात जोड्यौँ जनताको। हाम्रो विनम्रता कहाँ थियो? कति विनम्र थियौँ हामीले। हामीलाई के चाहिएको थियो? एउटा घर पनि नछुटोस् है। घर दैलोमा जाँदा पर कति पर पुगेपछि त्यो घर छुट्ला कि भनेर कत्रो पीर थियो, कत्रो विनम्रता थियो हाम्रो। आज हामी त्यही विनम्रतामा छौँ। 2 महिना अघिको कुरा गर्दैछु म, 2 दशकको कुरा गर्दै छैन साथीहरू। र म कम्पेयर गर्दैछु ती नेताहरूलाई जसले परिवर्तन आउँछ कि आउँदैन थाहा नपाई भोकै प्यासै आफ्ना लालाबाराको भविष्यलाई समेत परवाह नगरी देशको भविष्यका लागि लडे। हो, त्यसमध्ये केही भ्रष्ट भए, केहीले बाटो बिराए, त्यसका लागि करेक्सन गर्ने समय इतिहासले जहिले पनि दिन्छ। तर सिङ्गो इतिहासलाई बदनाम गर्न त हामी सक्दैनौँ नि। त्यो सङ्घर्ष र हाम्रो सङ्घर्ष सम्झिनुहोस् त र ढुकाउनुहोस्। हामी कुनै लोकसेवा पास गरेर एकदम अब्बल छानेर जाँच दिएर पास गरेर आएका मान्छे पनि होइनौँ। जनताले पत्याएका हुन् हामीलाई। हामीले एजेन्डा लिएर गयौँ। हामीले भन्यौँ कि हामी यी कामहरू तपाईँले भोट दियो भने हामी गर्छौँ है भन्यौँ। हामी हात जोड्दै घर घर पुग्यौँ। वृद्ध बाआमाहरूलाई हामीले सम्झायौँ, आफ्ना कुराहरू राख्यौँ। उहाँहरूले भन्नुभयो, मान्नुभयो। अब हामीले घर घरमा गएर गरेको बाचा पूरा गर्ने एउटै मात्र माध्यम भनेको के हो भने हामीले विधेयकहरूमा काम गर्ने। सांसदज्यूहरू, माननीयज्यूहरू, तपाईँहरूको ध्यान अहिले पनि म तपाईँहरूलाई बताउँछु। मलाई थाहा छ समितिमा एक धेरै क्यामेरा देखेपछि यसै जोस आउँछ, रगत तातेर आइहाल्छ, यो क्यामेराले खिचिहाल्छ, त्यो त भरे मेरो मतदातामा पुगिहाल्छ भनेर बडो चर्को बोल्न, बडो यसै आफै त्यो पैतालादेखि शरीरसम्म चाहिँ टाउकोसम्म चाहिँ बडो एउटा चाहिँ भाव आउँछ। तर त्यो तपाईँको भावना हो कि अभिनय हो, छुट्याउने जिम्मा तपाईँको साथी हो। एउटा नयाँ मोड लिँदै गरेको परिप्रेक्ष्यमा हाम्रो उदय पनि भएको हो। वास्तवमा भन्नुहुन्छ भने समाज जुन ढङ्गले अगाडि बढेको थियो त्यसमा एउटा विद्रोह गरेर हामीले राजनीतिक दलको सुरुवात गरेका हौँ। त्यो आफैमा यथास्थितिमा चलेको समाजलाई अलिकति परिवर्तन गर्नुपर्छ भनेर हामीले सुरु गरेको एउटा विद्रोह थियो। तर यो विद्रोह, क्रान्ति सस्ता शब्दहरूलाई केही राजनीतिक दलहरूले, अझ केही आस्थावान राजनीतिक दलहरूले, घटकहरूले आफ्नो पेवा जस्तो बनाएको परिप्रेक्ष्य थियो। त्यस्तो होइन। विद्रोह भनेको समाजको निरन्तरको प्रक्रिया हो जस्तो लाग्छ हामीलाई। त्यसकारणले हामीले एक किसिमको विद्रोह गरेका हौँ। त्यो विद्रोह शान्त पनि हुन सक्छ भन्ने कुराको हामीले सुरुवात शङ्खनाद गरेका हौँ। त्यसैलाई निरन्तरता प्रदान गरेर एउटा सही ढङ्गमा राजनीतिलाई लिएर आउनु र समग्रमा संसदीय अभ्यासलाई मर्यादित बनाएर र त्यसले जनताको जीवनलाई प्रभाव पार्ने गरी काम गर्ने बनाउनको निमित्त हामीले गरेको प्रयास हो।